यहाँहरूलाई नमस्ते। म बच्चु बहादुर कार्की, धुलीखेल नगरपालिका 9 मेरो बसोबास छ। हाल चाहिँ म बनेपा बस्छु। मैले 39 वर्ष 9 महिना जागिर खाएर त्यस पछाडि अहिले पेन्सनमा बसिरहेको अवस्थामा मैले चाहिँ यो माउरीमा मैले अलिकति इन्ट्रेस्ट लाएर यो माउरी चाहिँ नि को काम गर्ने प्रयास गरेँ र सेवामूलक कार्यक्रम गर्दै जाँदा यो गुम्बामा म आफैले आफ्नो प्रयासले चाहिँ नि करिब हामीले 5वटा घार ल्याएर राखेका थियौँ र 5वटा घारमध्ये हामीले चाहिँ नि यो घार राम्रो यहाँ चाहिँ प्रगति भएको देखिया छ र यसमा चाहिँ नि हाम्रो माउरीका यी सम्पूर्ण चाहिँ नि तपाईँको चाहिँ नि जात जातिहरू विभिन्न हाम्रो चाहिँ सेराना माउरीको यो चाहिँ घार हो र यसमा सेराना माउरी भन्छ यसलाई। र यसै घारभित्र यो गोलाभित्र रानी माउरी, भाले माउरी, करी माउरी हुन्छन्। भाले माउरी, करी माउरीलाई भाले माउरी र रानी माउरीलाई चाहिँ नि करी माउरीले खुवाउनु पर्छ र रानी माउरी र भाले माउरीमा चाहिँ नि तपाईँको खिल हुँदैन र रानी माउरी करी माउरीको मात्रै खिर हुन्छ र यसमा सबैको काम सबैभन्दा ठुलो काम चाहिँ नि यो करी माउरीको हुन्छ र बढी मात्रामा करी माउरी हुन्छन् र यो सबभन्दा माथि यसको सबभन्दा मास्लो भागमा मह हुन्छ, त्यस पछाडि कुट हुन्छ, त्यस पछाडि करी माउरी कोष हुन्छ, अनि भाले माउरी कोष हुन्छ, अनि तल रानी माउरीको कोष हुन्छ। रानी माउरी 16 दिनमा जन्मिन्छ र यिनीहरूको वृद्धि विकास हुन्छ। माघ, फागुन, चैत, वैशाखसम्म यिनीहरूले वृद्धि विकास गर्ने काम गर्छन् भने भदौ, असोज, कार्तिकमा चाहिँ मह उत्पादन गर्ने काम गर्छन् यिनीहरूले। यो फस्कोट भन्ने ठाउँमा काभ्रेको धुलीखेल नगरपालिकाको हाम्रो चाहिँ 12 नम्बर वडामा KLTL भन्ने संस्थाले यो एउटा गुम्बामा यति राम्रोसँग माउरी पालनको व्यवस्थापन गरेर अचानक मलाई चाहिँ भेट भयो। म पनि माउरीमा काम गर्ने भएको कारणले गर्दा यहाँ आएर मैले उहाँहरूसँग सहयोग गर्न पाएँ, खुसी लाग्यो र यहाँको वातावरण, यहाँको अवस्था, यहाँको चाहिँ उहाँहरूको प्रयास, उहाँहरूले गरेको कुराहरू, उहाँहरूको इन्ट्रेस्टलाई चाहिँ म आफै पनि खुसी लागेर मैले 5 घार अनि उहाँहरूले अरू ठाउँबाट 5 घार ल्याएर यहाँ माउरी पालन गर्नुभएको छ। ज्यादै खुसी लागेको छ। यो माउरीबाट चाहिँ हाम्रो यो टोलै, यो छिमेकै अर्ग्यानिक हुन्छ भन्ने मलाई लागेको छ र अरू पनि कुनै सेवा गर्नु पर्यो भने अझै पनि मलाई चान्स दिनुहुन्छ भने र मलाई चाहिँ 10 दिनमा मैले आएर यहाँ हेर्न पाएँ भने यहाँको माउरी भागेर पनि जानेवाला छैन। म यसलाई राम्रो व्यवस्थापन गर्छु भने जस्तो मलाई लाग्छ।